हिजो त गुरहीको रमाइलोमै दिन बित्यो। आज चाहिँ मिनी ब्लगमा रमाइलो गरौँ है त। हेलो साथीहरू, वेलकम छ मेरो मिनी ब्लगमा। अनि हामी आज गइरहेछौँ गुरही अस्राउन। लम्की भल्का चोक को आउनुभएको थियो कमेन्ट गर्नु होला है त। अनि यता बुढाले के बनाउनु हुँदैछ भन्ने सोच्नु हुँदै होला। यो चाहिँ नि सोइठा हो कि के भन्छन् है, मलाई पनि खासै राम्रोसँग थाहा भएन। यो चाहिँ नि मम्मी र बुवाले बनाइदिनु भएको थियो गोल्छे दादा र बाबुको लागि। अनि गोल्छेको चाहिँ निस्किसकेको थियो कि, अनि त्यही भएर बुढाले चाहिँ फेरि बनाइदिनु हुँदै थियो। अनि यो चाहिँ केटाहरूले बोकेर लग्छन्, अनि केटीहरूले कपडाको सानो सानो गुडियाहरू अनि गेडागुडीहरू बनाएर लग्छन्। अनि हामी चाहिँ भल्का दिदीकोमा बाइक राखेर दिदीसँगै हिँडेर गए हेर्न। अनि बिस्तारै बिस्तारै चहल पहलहरू बढ्दै थिए। सबैतिरबाट मान्छेहरू पनि एकै ठाउँमै भेला हुँदै थिए। अनि यता चाहिँ डान्सहरू सुरु भइसकेको थियो। अनि यता मेरो छोरो पनि खुब रमाइरहेको थियो। उसलाई चाहिँ गीत सुन्नु नै हुँदैन, ऊ चाहिँ डान्स गर्न थाल्छ कि। अनि यता चाहिँ मादलको तालमा गीत गाउँदै रमाइलो भइरहेको थियो। अनि यता चाहिँ मेरो छोरालाई कस्तो माया लागेर उनीहरू खेलाउन आइरहेको थियो, तर ऊ चाहिँ कसैकोमा गएन कि, कसैकोमा जाँदैन। उसलाई गोल्छे दादा भएछ पुग्छ उसलाई। अनि म चाहिँ यसरी गुरही हेर्न फर्स्ट टाइम आएको। फर्स्ट टाइम भन्नाले पोहोर साल पनि आएको थिएँ, तर बाबु सानो थियो नि त, 2-3 महिनाको थियो। त्यही भएर टाढाबाट नै हेरेको, नजिकबाट चाहिँ फर्स्ट टाइम हेरिरहेको छु। अनि हाम्रो माइततिर पनि गुरही चाहिँ मनाउँथेनन् के। अनि क्याम्पस रोड चाहिँ हुन्थ्यो, तर हेर्न चाहिँ म कहिल्यै पनि गएन। मैले चाहिँ आज लेहेङ्गा लगाउँला सोचेको थिएँ, तर कोही साथी नभएर पछि छ्याउ लागेर मैले चाहिँ लगाएन। अनि यहाँ आएर सबैलाई लेहेङ्गा लगाएको देखेर कस्तो रहर लाग्यो कि फेरि। अनि यहाँ हेर्नुहोस् न कस्तो क्युट बच्ची के, कस्तो मजाले नाचिरहेको थिइन्। अनि यता चाहिँ हाम्रो गुरुवाहरूको के पूजाहरू गरिरहेको थिएँ। अनि डान्सहरू भने बबाल भइरहेको थियो। अनि यहाँ चाहिँ के भयो भनेर हेर्नै पाएन कि, भिड भएर। अनि यस्तो भिडमा सानो बच्चाले लगेर जान पनि भएन। अनि म चाहिँ जे हेर्नलाई आएको थिएँ त्यो चाहिँ हेर्नै पाएन साथीहरू। अनि सुने अनुसार चाहिँ यहाँ चाहिँ पूजाहरू गरेर अनि त्यो गुडियाहरूलाई फाल्छन्। अनि त्यो जेन्ट्सहरूले चाहिँ नि त्यही लगेको सट्टा कि सिट्टा त्यसले चाहिँ नै हान्छन् रे। अनि यता सबै भ्याइसकेपछि जे पकाएर लगेको हुन्छ नि भुजाहरू गेडागुडीहरू, त्यो सबैलाई बाँड्छन्। अनि त्यसपछि लास्टमा चाहिँ नि सबैजनाहरूले डान्स गर्दै रमाइरहेको थियो। यतातिर कस्तो रमाइलो भइरहेको थियो। साँझ भइसकेको थियो। अनि यो गुरही पर्व चाहिँ हाम्रो थारू समुदायको पहिलो चाड हो। अनि यो पर्व किन मनाइन्छ भनेपछि गाउँघरमा सबैतिर सुख शान्ति छाओस्, अनि सबैको घरमा खुसियाली छाओस् र रोग व्याधिहरू सबै नष्ट होस् भनेर चाहिँ यो पर्व मनाइन्छ भन्ने मैले सुनेको है फेरि। अनि हजुरहरूलाई के थाहा छ यसको बारेमा सेयर गर्नु होला है। यसरी नै रमाइलो गर्दै आजको गुरही पर्व पनि मनाइयो। हाम्रो संस्कृति, हाम्रो पहिचान। अब भेटौँला अर्को ब्लगमा। बाई बाई।